लुजा लुजा छैन हौ मकै ल आइज आइज मुनि मुनि लुजा। र यहाँ हाम्रो भाइ छ मकै गोड्दै। के छ हौ राजा, मकै गोडिँदैछ? ठिक छ नि होइन? र कान्छी के गर्दैछ? मकैमा मल हाल्दैछ। हेलो साथीहरू, फेरि पनि मेरो च्यानलमा ब्लग भिडियो लिएर उपस्थित भएको छु र अहिले ब्लगको सुरुवात भइरहेको छ बिहानको लगभग 8 बजे। र आज पनि पुरै पानी पर्न लागिरहेको छ। हिजो बेलुकाभरि पानी पर्यो र अहिले पनि पानी पर्न लागिरहेको छ, किनकि डाँडा डाँडामा धेरै कालो भएर आउँदैछ। सायद पानी चाहिँ अवश्य पनि पर्छ। र यो मकै पनि दोहोरो गोड्दै गरेको, यो खेतको भयो र बारीको चाहिँ गोडेको छैन। बारीको चाहिँ अब 1-2 दिनमा दोहोरो गोड्ने बेला हुन्छ। र यहाँ हाम्रो भाइ छ मकै गोड्दै। के छ हौ राजा, मकै गोडिँदैछ? ठिक छ नि होइन? र कान्छी के गर्दैछ? मकैमा मल हाल्दैछ होइन? झार धेरै आछ यसपालि है? यसपालि पानी लगातार परेको कारणले झार पनि मजाले आइरहेछ। र मकैमा चाहिँ यसरी झार काटेर मल हाल्नुपर्ने हुन्छ अनि दोहोरो गोड्नु पर्ने हुन्छ। दोहोरो गोड्दा चाहिँ 1 कोरो जस्तो मकै मेलैमारी गोड्नु पर्दैन, यसो पल्टाउँदै पल्टाउँदै अलिअलि गोड्ने गरिन्छ। र यति गरिसकेपछि चाहिँ अब सिद्धियो यसको काम। एकैचोटि भाँच्ने बेला हुन्छ र थन्क्याउने बेला हुन्छ, त्यति हो। यहाँ चाहिँ धान पनि रोप्ने गरिन्छ। यो सबै खेतको गरा रहेको छ र त्यहाँ मल रहेको छ। मल यसको फेदमा हाल्दै गोड्ने गरिन्छ। अहिले पानी पर्न लागिरहेछ र अलिअलि घाम लाग्न सुरु गरिरहेछ। र घाम पनि कहिले लाग्छ कहिले पुरै बादलले सेक्छ घामलाई पनि। यसले गर्दाखेरि छिनमै घाम लाग्छ, छिनमै अँध्यारो हुन्छ। सायद पानी चाहिँ अवश्य पनि पर्छ आज। मौसम हेर्दा त्यस्तै रहेको छ, पानी पर्ने किसिमको। र यो पारी डाँडा डाँडामा त्यस्तो मजाले खुलेको छैन, झ्याप्पै बादलले कालो भएर छेकिराखेको छ, जसले गर्दा पानी पर्ने सम्भावना निकै रहेको छ भने यता हाम्रोतिर चाहिँ घाम लाग्न सुरु गरिरहेछ। र पानी परिसकेपछि यता बाख्राको खोर, गाईको थलो पनि हिलो भइरहेछ, किनकि छड्के पानी पर्ने गर्छ, जसको कारणले गर्दा पुरै हिलो हुने गर्छ गाईबस्तुको थलो। अहिले चाहिँ घाम लाग्न सुरु गरिरहेछ र अब यो खोरमा बाख्रा रहेका छन् र यिनीहरूलाई निकालेर थलामा लगेर राख्नुपर्ने हुन्छ। यतिको घाम लागिसकेपछि थलो पनि मजाले उभाइरहेछ र यहाँभित्र छन् बाख्राहरू। यसलाई चाहिँ यहाँ डोरीमा पनि खोरमा पनि बाँधेर राख्नुपर्छ, नभए अरू बाख्रालाई यसले चाहिँ हान्ने गर्छ र यसलाई चाहिँ बाँधेर राख्ने गरिन्छ। कराएका कराइछन्, अब यिनीहरूलाई म फुकाएर लग्छु। चाबी लाएर राख्नुपर्ने हुन्छ यिनीहरूलाई। चाबी लाएन भने काम दिँदैन। राज जालास नि उठेर छ। लुजा लुजा छैन हौ मकै ल आइज आइज मुनि मुनि लुजा आइज 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 मुगा पछाडि पछाडि। घाम पनि मजाले लागिरहेछ र थलो पनि अहिले चाहिँ अलिअलि उभायो। र घाँस खाइसकेपछि यिनीहरूलाई खोले दिनुपर्ने हुन्छ। अनि त्यति घाँसमा अलिकति थप्दा भइहाल्छ यिनीहरूलाई। आइज ल आइज आइज आइज। यो चाहिँ सबभन्दा ठुलो रहेको छ खसी। यसको माउ चाहिँ यही रहेको छ र यो चाहिँ जेठो। भाग्छस् भयो कहिले। यसको सिङ चाहिँ यति तिखो छ नि, ल खासलाई किलो नै उखेलेको। आइज 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 आइज। घाँस छर्नु त भएन नि त नि। आइज
आइज आइज आइज आइज आइज है आइज 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 पुन्टे आइज पुन्टे आइज पुन्टे तँ चाहिँ साह्रो हन्ना भएछ है केटा यस्तो हन्ना हुनु राम्रो होइन दाजुहरूलाई पनि हानेकै छ आइज आइज ल अघि बिहान एकछिन मजाले घाम लागेको थियो भने आज दिउँसोभरि पुरै पानी परिरहेको छ र अहिले पनि अलिअलि पानी परिरहेको छ र यो गोडेको मकैलाई पनि पानी धेरै भइरहेछ अत्याधिक मात्रामा र म यहाँ आएको छु दाउरा लिनको लागि यो ओतमा राखेको दाउरा चाहिँ सजिलो हुन्छ बाल्नको लागि यो काटेर ओतमा राख्नुपर्ने घामै लागेको छैन निरन्तर पानी परिरहेको छ जसको कारणले गर्दाखेरि त्यो दाउरालाई ल्याएर यहाँ राख्न पनि सकेको छैन र ओतमा राखेको दाउरा चाहिँ ओभानो दाउरा चाहिँ यति रहेको छ अब निरन्तर पानी पर्यो भने यो दाउरा पनि 2-4 दिनमा सिद्धिन्छ र यो दाउरा भिजेछ अब 6-7 दिन 8-10 दिन पानी परेन र घाम लाग्यो भने यो दाउरा पनि ओतमा ल्याएर राख्ने बेला हुन्छ यतिकै राख्यो भने सबै बल्दैन पछि किनकि यो टिनले पनि सुक्दैन टिनले घाम लाग्दा यो टिनको तातोले के सुक्नु र बाहिरै 6-7 दिन घाम लाग्यो भने मात्र सुक्ने गर्छ र आज चाहिँ त्यस्तो मजाले मेरो थलो भिजेको छैन किनकि छड्के पानी परेको छैन जसले गर्दाखेरि मेरो थलो भिज्न पाएको छैन